आउनु साथी आज पनि एउटा साह्रै मिठो भजन दिन्छु र भगवान रामलाई दशरथले 14 वर्ष वनवास जब दिनुभयो यो कुरा सुनेर सीताजी दुखित हुनुभयो। सीताजी पनि रामको साथमा जानको लागि है तयार हुनुभयो। भगवान श्री रामले यो देखेर हर तरहले सीतालाई वन नजानका लागि अनुरोध गर्नुहुन्छ यानी सम्झाउनुहुन्छ। यो भजनको मार्फतबाट सुनौं। सीते तिमी बसिरो घर बन जाने के कुरै नगर। सीते तिमी बसिरो घर बन जाने के कुरै नगर। पिताजीको आज्ञा भयो 14 वर्षलाई वन जान तयार छौं हामी दुई भाइ। तिमी घर बसिरहु मेरो आज्ञा मानी तिम्रो अनि मेरो पनि भलो हुने जानी। सीते तिमी बसिरहु घर बन जाने के कुरै नगर। बारम्बार मेरो याद गरी आदरले माता पिताजीको सेवा गर। सादरले आमा पनि बस्नुहुन्छ घर। बारम्बार मेरो याद गरिराख्नु होला तिमी पनि नहुँदामा मन कति रोला। सीते तिमी बसिरहु घर बन जाने के कुरै नगर। साँचो भन्छु तिमीलाई पिताजीकै लिए सेवा टहल गरौलिनी भनी छाडिदिए। इतिहास पुराणमा तिमी सिपालु छौ मेरी माताजीले सुर्ता लिँदा सम्झाउन सक्छौ। सीते तिमी बसिरहु घर बन जाने के कुरै नगर। पिताजीलाई पनि ठुलो चिन्ता परेको छ मन भए पनि तिम्रो भर गरेको छ। भरतलाई राजकाज सिकाउन पनि तिमीलाई छाडिदिए नीति निपुण जानी। सीते तिमी बसिरहु घर बन जाने के कुरै नगर। स्त्री जातिको धर्म के हो थाहा पाएकी छौ सधैँभरि मेरा कुरा मानि आएकी छौ। अहिले पनि मान्छौ भन्ने विश्वास गरेको छौ मेरी माताजीलाई सम्झाऊ है भर परेको छौ। सीते तिमी बसिरहु घर बन जाने के कुरै नगर। 14 वर्ष केही होइन 14 दिनै मान आज्ञा पुरा हुने साथै आउला भनी जान। जिद्दी गर्दा दुवैलाई हानि सम्झिएर बस 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 सीते मेरी आमानेर। सीते तिमी बसिरहु घर बन जाने के कुरै नगर। प्रेम बस ढिप्पी गरे दुःख भोग्नु पर्ला जङ्गलमा के खुवाउला कसले सेवा गर्ला। घाम चर्कला पानी पर्ला हुरी बतास चल्ला हिउँ बर्सला ठन्डी बढी हात पाउ गल्ला। सीते तिमी बसिरहु घर बन जाने के कुरै नगर। यसो हेर्छु कमल जस्ता यी कलिला पाऊ पहाड पर्वत ढुङ्गा मुढा दुर्गम छ ठाउँ। खाली पाऊ कुसघारीमा हिँड्ने कसो गरी काँडा हुन्छन् जङ्गलमा बिच्छन् पाऊ भरी। सीते तिमी बसिरहु घर बन जाने के कुरै नगर। डर लाग्दो पहाडका पहरा र भिर आतेश लाग्दा खोला नाला ती नदीका तिर। सातो उडाइदिने सिंह बाघ कराउँछन् तिमीलाई म के भनौँ वीर डराउँछन्। सीते तिमी बसिरहु घर बन जाने के कुरै नगर। कन्दमूल फलफूल पाए भोजन गर्ने खाली भुइँमा रुख मुनि बाँस बस्नु पर्ने। मानिस खाने राक्षस हुन्छन् तिनको ठुलो डर छ
कपटी भेष गरी हिँड्छन् चिन्नै मुस्किल पर्छ। सीते तिमी बसिरौ घर बन जाने के कुरै नगर। एक त तिमी डराउँछौ उसमा पनि भन साप बिच्छी धेरै लाग्छन् जान्छु नभन। राक्षस या अरू कुनै बलियाले आई लुकी छिपी चोरी लान सक्छ तिमीलाई। सीते तिमी बसिरौ घर बन जाने के कुरै नगर। हिमालयको चिसो पानी पिउने चरीलाई कसो गरी बचाउनु खारो पानी प्याई। फलफुलमा बस्ने चरी चर्छिन् मन परी त्यो डढेलाले खाएको वनमा बस्छिन् कसो गरी। सीते तिमी बसिरौ घर बन जाने के कुरै नगर। जो मनुष्य पितापति अनि गुरुज्यूको उपदेश सुनाउँदा मान्दैन नितको त्यस्तालाई भविष्यमा दुःख हुने डर छ। मान्ने जनको अर्ती बुद्धि मानिहाल्नु पर्छ। सीते तिमी बसिरौ घर बन जाने के कुरै नगर। तिम्रो हित मेरो कुरा मान्यौ भने तिमी सुखी हुन्छौ नमानेर पछि लागे सधैँभरि रुन्छौ। तिम्रो हित निम्ति मैले भने सबै कुरा अर्ती जति दिनु थियो दिएँ मैले पुरा। सीते तिमी बसिरौ घर बन जाने के कुरै नगर। म पनि त दुखी हुन्छु तिमी बिना हेर मेरो मन सधैँ बस्छ सीते तिमी नेर। पिताजीको आज्ञा पुरा गर्ने मेरो प्रण 14 प्रण बस सीते म त हिँडे 14 वर्ष बन। म पनि त दुखी हुन्छु तिमी बिना हेर मेरो मन सधैँ बस्छ सीते तिमी नेर। पिताजीको आज्ञा पुरा गर्ने मेरो प्रण बस सीते म त हिँडे 14 वर्ष बन। सीते तिमी बसिरौ घर बन जाने के कुरै नगर। यसरी भगवान श्री रामले सीतालाई सम्झाउनु भयो। अब सीताजी प्रभुलाई के उत्तर दिनुहुन्छ त्यो भजन म भोलि दिन्छु। राधे राधे।